उभिएर हाम्रो क्रान्तिको राजधानीमा उभिएर देशभरि सम्बोधन गरेको महसुस गरेको छु। तपाईहरु सबैलाई फेरि एकचोटि बधाई भन्न चाहन्छु, फेरि एकचोटि धन्यवाद भन्न चाहन्छु। तपाईहरुले इतिहास बनाउनु भयो र तपाईहरुकै काखमा बसेर नै हामीले नेपालको जनवादी क्रान्तिलाई 10 वर्षको जनयुद्ध मार्फत आधारभूत रूपले सफल पार्न सम्भव भयो। र तपाईहरुको बीचमा अहिले म यस अर्थमा पनि खुसी छु, म पहिलो निर्वाचन संविधान सभाको पहिलो निर्वाचन रोल्पाको एउटा क्षेत्रबाट उम्मेदवारको रूपमा निर्वाचित भएको थिएँ र अनि त्यहीबाट म प्रधानमन्त्रीको रूपमा पहिलो प्रधानमन्त्रीको रूपमा भूमिका खेल्ने अवसर मलाई प्राप्त भयो। यस अर्थमा म जहिले पनि रोल्पाका जनताप्रति, यहाँका क्रान्तिकारी योद्धा र नेता कार्यकर्ताहरूप्रति म जहिले पनि ऋणी छु, आभारी छु। तपाईहरु सबैप्रति मैले इतिहासका ती सबै कालखण्डमा बिताएका दिनहरू स्मरण गरिरहेको छु र त्यसको ऐतिहासिक महत्त्व इतिहासमा लेखिसकिएको छ। र यसपटक अलि असहज परिस्थिति छ देशको राजनीतिक परिस्थिति, संविधान सभाको निर्वाचन जस्तो या संविधान घोषणा भइसकेपछिका दुईटा निर्वाचन जस्तो यसपटक छैन।